Hello guys, welcome back to my channel. This is Miss Tuti and I'm back with my new video. अनि सबैजनालाई ह्यापी दशैं, दशैंको हार्दिक मंगलमय शुभकामना। वाउ पर्फेक्ट नेपाली बोले मैले। अनि आज चाहिँ दशैं हो अनि हाम्रो घरमा चाहिँ एकदमै रमाइलो हुँदैछ। अनि यो भिडियो चाहिँ मैले एकदम पछि यो इन्ट्रो चाहिँ मैले एकदम पछि सुट गरेको। मैले अघि नै एउटा इन्ट्रो सुट गरेको थिएँ तर म अघि यस्तो बेहाल हालतमा थिएँ हैन। अनि म भर्खर रेडी भएर मैले इन्ट्रो सुट गरेको। अनि आज दिनभरि के भयो भनेर चाहिँ अब हजुरले यो पछिको क्लिपहरु सबै देख्नुहुन्छ। आमा चाहिँ यहाँ भजन गर्दै हुनुहुन्छ, आमाको डेली भजन है त। अनि यहाँ दिबु छे अनि म देखाउँछु त किचनमा चाहिँ मेरो किचन चाहिँ पुरै तस नस भा। यहाँ हेर यहाँ भिना चाहिँ के गर्दै होइसिन्छ पुरा। यो आन्द्रा भुडी के अनि यो चाहिँ हार्ट फोक्सो, हार्ट हैन फोक्सो। भिनाजुको ड्युटी छ यो चाहिँ कलाएर। अनि यहाँ चाहिँ भेजिटेरियनहरु यो चाहिँ खीर बन्दैछ हैन। अनि यहाँ मैले पनिर, ओ माय गॉड मेरो पनिर कस्तो खतरा देखेको। वाउ यो मेरो पनिर। अनि यहाँ चाहिँ काउली बन्दैछ। अनि यहाँ पापडहरु बनिसक्यो। यो चाहिँ मैले हिजो राति प्याजको यो बोक्राहरु छिटेर राखेको थिएँ। अनि यो धनियाहरु अनि सानदिदी भाडा मार्दै होइसिन्छ पुरै। म हजुरलाई फ्रिज देखाउँछु ल। दशैंमा त सबैको फ्रिज यस्तै हुन्छ ल। ल हेर्नु यहाँ मेरो दही बारा छ पुरै, अहिले डेकोरेट गर्ने बाँकी छ। तर यहाँ मेरो दही बारा हिजो राति बनाएको यो चाहिँ। अनि यहाँ चाहिँ मासुहरु छ, यो चाहिँ बन्छ एकछिनमा। यहाँ दिबुची चाहिँ को छ? हेलो भन गाइजहरु। ए संयोग हेलो भन। श्री हेलो ह्यापी दशैं भन। ह्यापी दशैं। हामी 99 डेज खेलेछौं। ल ह्यापी दशैं भन दिबु। राम्रोसँग भन न बेतु। ह्यापी दशैं एभ्रीवान भन। भन न। यसको आवाज चाहिँ हरायो। भन बाबु ह्यापी दशैं एभ्रीवान। श्री संयोग ह्यापी दशैं एभ्रीवान। बाप रे यिनीहरु त फोनमै खाली। आमालाई पनि यहाँ चट्ट दशैं लागेछ तर आमा अहिले भजन गर्नुहुन्छ। आमाले पापड सापड खाएर आमा रेस्ट गर्दै। अब हेरौँ यहाँ डल्लु के गर्दैछ भनेर है त। म देखाउँछु मेरो बेबी यहाँ नुनु गरेछ। ए नुनु गरेछ। हामी डिस्टर्ब नगर्नु डल्लु लास। हामी लेट्स गो आउ जाम आउ त्यो बन्द गर्ले उइसमाको। ल हैन जाम लेट्स गो भागो यहाँ भिनाजुले मलाई के भन्ने किन भन्ने सिकाउँदै होइसिन्छ। ल हाम्रो चाहिँ यहाँ भिनाजुले स्पेशल भुटन बनाउँदै होइसिन्छ। भिनाजुले स्पेशल अर्को के बनाएछ यहाँ रक्ती स्पेशल यो भुटन। सानदिदीको स्पेशल अचार प्रोसेसमै छ। अचारको सामग्री नै रेडी छैन अझ। हाम्रो स्पेशल बेटु यहाँ छिन्, जुस खाइला छिन् भक्कल लिचुमासँग। यहाँ हल्का स्पेशल बेटु चाहिँ हामी यहाँनिर पक्कु बनाउनको लागि यहाँ मासु मोल माल पारेर रेडी गरेको हैन। अब यसको पक्कु बन्छ एकछिनमा। के खाने? के खाने? जुस। कहाँबाट आयो जुस? कहाँबाट आयो जुस? Happy birthday to you. Happy birthday to you. Happy birthday dear Milo Mamu. Happy birthday to you. ल बर्थडे गर्ल चाहिँ आइपुग्यो। आमाको पकौडा आयो। आमाको पकौडा समोसा भइहाल्यो सब पकौडा। यहाँ चाहिँ दही बारा बन्दै, दही बारा यहाँ लास्टमा डेकोरेट गरेर राखेको हैन हामीले। अनि यहाँ चाहिँ चिकन पकौडा बनिरहेको छ। यस्तो भइरहेको चिकन पकौडा चाहिँ। अनि यता चाहिँ सबै प्लेटमा डिस्ट्रिब्युट गर्दै होइसिन्छ। यो चाहिँ दिउँसो स्न्याक्समा चाहिँ चिउरा अनि दालमुट अनि के हो यो पापड अनि यो चिकन पकौडा अनि भुटन अनि रक्ती अनि के हो यो काँक्राको अचार। यो हाम्रो दिउँसोको खाजा चाहिँ। अब चाहिँ बेलुका खाना बनाउने एकछिनमा। सबैजना यहाँ खाना खाना बस्यौँ। बाप रे यहाँ त पुरै चरा बरो छ त। ल ह्यापी दशैं। ह्यापी दशैं।
यहाँ भन्छ माइलो अब यहाँ ह्याप्पी बर्थडे माइलो मामु अब आइसक्रिम खायौँ बाउस खायो खान्छ सबैजनाले माइलो मामले खाइसक्यो ह्याप्पी बर्थडे गर्छु गर्छु त गर्छु न ट्याक्कै यो आइसक्रिम चाटे सबजना बाबाहरू चाहिँ यहाँ तास खेल्दै होस् गर्छु ठ्याक्कै यसरी गर्दाखेरि हजुरको ठ्याक्कै चिप्रोमा आएको थियो क्या आमा 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 त दिनै बिर्छ शान्ति ए मिठो ल म चाहिँ नुहाइ धुवाइ एकछिन ल म चाहिँ नुहाइ धुवाइ रेडी भएर अनि हामीले आइसक्रिम पनि खाइसक्यौँ अनि अहिले चाहिँ म आन्टीलाई लिएर प्रतिमा दिदी जान्छु निवेन र खुचीलाई पुऱ्याइदिन्छु त्यहाँनिर पहिला अनि फेरि आन्टीलाई लिएर आउँछु होइन अनि बेलुका खाना खाने यहाँ सबैजना हेर्नु त हाम्रो घरमा कस्तो रमाइलो दसैँ भुइँमा यता सबजना होइन म पनि गएँ अब दादा पनि आइसक्यो ह्याप्पी बर्थडे के ए ल चाहिँ म प्रतिमा दिदीलाई एकैछिन भए पनि भेट्न प्रतिमा दिदी चाहिँ सपिङ गर्न गइसक्यो अनि कोकु र यसलाई लिएर जाने कोकु चाहिँ नजाने भन्दा चाहिँ प्रतिमा दिदी जबरजस्ती लिएर जाँदै होइसिन्छ बिचरा हामी कहाँ बस्ने भन्थ्यो भोलि आऊ ल भोलि पनि भइसिन्छ सम्यक दादा भोलि सबैजना हुन्छ भोलि बिहानै ल्याइदिन्छु अनि बस्नु ल प्रतिमा दिदीहरू उता गइसिन्छ काँडाघारी अनि म र आन्टी चाहिँ फेरि हाम्रो घर जान्छौँ त्यही छ अहिलेसम्मको प्लान चाहिँ अनि घर गएर अझै पक्कु सक्कु त खानै बाँकी छ नि होइन आन्टी Happy birthday to you. Happy birthday, my little mom. Happy birthday to you. के भएर कान्छु दी 50 वर्षमा पनि 30 वर्ष खेलिरहनु भएको छ ह्यापी 50 वर्ष माइली मामु birthday to you. Happy birthday to you. Happy birthday, dear. सुन न के चम्पी राजा को रानी से प्यार हो गया वेटर पढेको त दिदाले हो फेरि पगिन परिरहेको छु न ल हाम्रो बेलुकाको खाजा रे बेलुकाको खाना खाने बेला भयो ल किन हल्ला गरे कि अहिले अघि आइसक्रिम खाएको थिएन बोलाई अन्ति मासु थप्दै होइसिन्छ अब हेरौँ अब एकछिन बस म अहिले आउँछु हेरेर ए नदिनु के चाहियो दा के चाहियो बस रित त के यस्तो गिजिर गिजिर खाइरह
भिना चाहिँ कस्तो भएछ त हजुरले पकाएको पक्कु मिठो लाग्यो मिठो लाग्यो तारिफ गर्न मिठो लाग्यो आफै शान्ति थपिस्यो त भिनाजुहरूलाई बेलुका भएपछि फेरि सबैजना एक लट आइसक्रिम खान थाल्यो बा पनि आइसक्रिम खाने मिठो रहेछ अरे बा पनि खाइहाल्ने हो कि खाने खायो तिमीहरूको सक्यो फिनिस ल अब सुत्न जाऊ हेर्नु अब सबै फङ्सन सक्यो होइन अनि म चाहिँ टक्क यो पुरा आइसक्रिम निकालेर अनि यो केकमा खै झऱ्यो झरेन झरेको अरे मैले देखिनँ पक्न एकछिन टक्क अब यो केकमा आइसक्रिम हालेँ होइन अब म यस्तो मजाले खान्छु यो चाहिँ मेरो रिल्याक्सिङ मिल हो क्या आनन्दले खान्छु अब म ल अझै सबैजनाको जाने बेला भयो ल बाई 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 मम्मी ह्याप्पी बर्थडे ह्याप्पी दसैँ आजको दिन चाहिँ यसरी नै बित्यो अनि होप हजुरहरूले एकदमै इन्जोय गर्नुभयो होला मैले चाहिँ धेरै क्लिपहरू लिन पाइनँ किनभने आई वाज दि होस्ट टुडे होइन आज म चाहिँ अब मैले नै होस्ट गरेँ हो नि त अनि हाम्रो चाहिँ जहिले पनि 10मा जुन वर्ष पनि हाम्रो घरमा एक दिन गर्छौँ अनि योपालि चाहिँ माइलो बाबा र हामीले मिलेर गरेको होइन हाम्रो घरमा स्पेस धेरै छ नि त अनि त्यही भएर यही गर्ने भनेर डिसाइड भयो अनि त्यही भएर होप हजुरले इन्जोय गर्नुभयो अनि हजुरको दसैँ पनि एकदम राम्रो हुन्छ के भन्छ हजुरको दसैँ पनि एकदमै राम्रो होस् भनेर म हजुरलाई शुभकामना दिन्छु सो ह्याप्पी दसैँ अनि दसैँको चाहिँ अरू भ्लग नै आउँछ होला होइन अब अष्टमी नवमी सप्तमी दशमी होइन अनि एभ्री अनि त्यसपछि हामी वीरगञ्ज जान्छौँ अनि वीरगञ्जको फेरि छुट्टै रमाइलो भ्लगहरू आउँछ होप आओस् मैले एडिट गर्न भ्याउनु पऱ्यो क्या एडिटै गर्दिनँ क्या मैले एडिटै गर्ने भ्लग त मसँग यति छ 2 वर्ष अगाडिको पनि भ्लग छ तर म कुनै न कुनै दिन अपलोड गर्छु सो थ्याङ्क यू बाई